यलो अन्तर सहकारी समन्वय समिति वित्तीय क्षेत्र सहकारी खनेदुगु चुनौती व समाधान उपाय विषय अभिमुखीकरण ज्याजो याना थगुन्नेकको स्थापना दिवस हंगुदु ज्याजो यलो अन्तर सहकारी समन्वय समिति अध्यक्ष अस्तलाल महर्जन नायश्री झुकुखा आज हाम्रो यो सानो वार्षिक सभा या स्थापना दिवस मनाउनुमा अति खुसी भएका छौँ। तर एउटा कुरा के भन्न चाहन्छु भन्दाखेरि हुन त समय धेरै बितिसकेका छन् र हामीले यो आजको स्थापना दिवसमा हुन त हाम्रो वर्षभरिका यलो अन्तरका समितिबाट गतिविधिहरूमा चाहिँ हामीले यो गर्ने प्रयास गरेका हौँ। त्यही पनि हाम्रो यो वर्तमान स्थितिमा सहकारीमा देखा परेका गतिविधिहरू के कस्ता छन् र यलो अन्तर र आफ्नो सहकारी कसरी बचिन सकिन्छ, यो वर्तमान अवस्थामा के गर्दाखेरि ठिक हुन्छ भन्ने सोचको साथ हामीले यो यलो अन्तरको कार्यक्रममा कसरी हामीले अगाडि बढाउन सकिन्छ भन्ने कुरा हामी सञ्चालन समितिले सहकारी विकास सञ्चालन समितिले व्यापक रूपमा छलफल गरे। अस्ति पनि हामीले व्यवस्थापन कमिटी पनि हामी बैठक गरेपछि यो स्थापना दिवसमा हामीले केही गर्न लाग्न सकिन्छ भनेर विशेष छलफल गरेर र यो सहकारीमा कति आइपरेका समस्याहरू के कस्ता छन् र हामीले गर्नुपर्ने के हो, कस्ता कार्यक्रमहरू गर्दाखेरि ठिक हुन्छ, सहकारीमा देखा परेका समस्याहरू कसरी न्यूनीकरण गर्न सकिन्छ भनेमा हामीले यो आजको कार्यक्रममा हामीले ल्याएका हौँ। ज्याजोले ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ अध्यक्ष रामहरि बजगाई, यलो अन्तर सहकारी समन्वय समिति उपाध्यक्ष रामसुन्दर श्रेष्ठ, संस्थापक अध्यक्ष लक्ष्मण महर्जन लगायत थथगु धारणा तया दिएको छ। अहिले यहाँले देख्नु भएको छ यति राम्रो संस्थाहरू चलाइरहँदाखेरि अहिले बाधा व्यवधानहरू छ, सहकारीमा हिलो छाप्ने काम भएको छ, दाग लगाउने काम भएको छ। सहकारी क्षेत्रलाई नै हामी कतै हिँड्यौँ भने सहकारीबाट प्रमोट गरेको जस्तो सहकारीलाई हेर्ने नजरै अर्को भएको छ। म एसएसपी साहबकोमा एउटा कुनै विषयले फरक विषयले म गएको थिएँ। यो सहकारी भनौँ कि एलर्जी भयो, तपाईँलाई देख्दा पनि एलर्जी नै भइसक्यो भन्न थाल्नु। यो मैले के दृष्टान्त दिएँ भने अब त्यति उजुरीहरू अहिले तपाईँको सहकारीमा छ। पैसा पाइन भन्दै जाने, पैसा दिएन भन्दै जाने, अनि नियामक निकायका जाने, धाउने, रुनी, कराउने, यो स्थिति भइरहेको छ। हाम्रो सहकारीमा पनि कुनै पनि सहकारीको ब्यालेन्स सिट 1 करोड छ भने उसले राख्ने भनेको म्याक्सिमम भनेको अहिलेको अवस्थामा 20 लाख रुपैयाँ हो। 20 लाख रुपैयाँमा पनि तरलताको रूपमा राखेका हुन्छौँ र त्यही तरलता जब सहकारीमा पनि दैनिक रूपमा हरेक दिन पैसाहरू आउने भन्दा जाने धेरै हुँदाखेरि पक्कै पनि जुन 20% हामीले तरलता राखेका हुन्छौँ त्यो पनि बिस्तारै कमी हुँदै जान्छ। अहिले के भइरहेको छ भने कानुनको कुरा चाहिँ एउटा संस्थामा बसिसकेपछि अर्को संस्थामा बस्न पाइन्न भन्ने जुन व्याख्या जुन सरकारले गरिरहेको छ त्यो मिल्दैन। त्यो मिल्दैन। किन मिल्दैन भन्दाखेरि सहकारी ऐनमा बकाइदा के लेखेको छ भन्दाखेरि सहकारी संस्था दुईटा सहकारी संस्थामा भन्ने बकाइदा सहकारी भन्ने नै लेखेको छ। त्यहाँ चाहिँ स्वयं वा चाहिँ अरू भन्ने कुरा देखिएको छैन त्यहाँ। तर त्यो व्याख्या कसले गर्ने हो भन्दाखेरि दुईटा कुरा हुन्छ। कानुन बनाउने कसले? पार्लियामेन्टले बनाउने हो। पार्लियामेन्टले के बनाइदियो? एउटा सहकारीमा भएपछि अर्कोमा बस्न पाइने भन्ने हो। तर चाहिँ मन्त्रालयले के गर्यो भन्दाखेरि कानुनले व्याख्या गर्ने भनेको चाहिँ जुडिसियरले हुन्छ हेर्नुहोस्। तर एउटा मन्त्रालयले के व्याख्या गर्यो भन्दाखेरि अब चाहिँ प्रारम्भिक संस्थामा अध्यक्ष भइसकेपछि चाहिँ तपाईँ माथि बस्न पाउनुहुन्न, माथि बसिसकेपछि चाहिँ तल सोच खारेज हुन्छ भन्नु। त्यसले चाहिँ समस्या कहाँ देखियो? तपाईँ अध्यक्ष भएर आज चाहिँ आफ्नो संस्थामा निर्वाचन गर्न जानुहुन्छ हेर्नुहोस्। तर माथि जानुहुन्छ, माथि निर्वाचन भइसकेपछि अध्यक्ष छोड्नुपर्छ। अध्यक्ष छोडेपछि त्यसको हाल के हुने त्यहाँ चाहिँ बल्ल एउटा भिजन लिएर आएको हुन्छ। त्यहाँ चाहिँ प्रारम्भिक संस्थामा यहाँ चाहिँ के देखियो भन्दाखेरि नागरिक भइसकेपछि सांसदमा चुनाव दिने तिमी नागरिक होइन भने जस्तो हो क्या। ज्याजोले सहकारी अभियन्ता कुमार खत्री वित्तीय क्षेत्र सहकारी खनेदुगु चुनौती व समाधान उपाय विषयले प्रशिक्षण दिएको छ। अन्तिम समयमा 70 वर्षको उमेरमा तपाईँ मर्दाखेरि, म मर्दाखेरि 70-80 वर्षको उमेरमा मर्दाखेरि यस आई लिभ माई लाइफ भनेर चाहिँ छातीमा हात राखेर मर्न पाइयो। रातको 12 बजे कोही मान्छे आएर ढोका ढक 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 गर्दाखेरि त्यसको आँखामा आँखा जुदाएर हेरेर काम गरेर के चाहिँ उसको आँखामा आँखा जुदाएर काम के चाहिँ कुरा गर्न सक्ने हैसियत राखेर काम गर्नु पर्यो मेम्बरको अगाडि। थुगु समिति यलया थिथि जिन यागु सहकारी संस्था आबद्ध ज्यावै चुङुदु